सभामा छलफल भइरहेको छ। विभिन्न समितिहरू पनि छलफल होला र वर्षौँदेखि आइरहेको पर्यटनमा हामीले जस्ता सरकारहरूको एकीकृत रूपमा बुझाएका मुद्दाहरू कहिल्यै परेका छैनन्। पर्यटन अलि बढी उदार, अलि बढी लक्षिलो हुनुपर्नेमा त्यसमा सजायको सूची बढी देखिन्छ। यसले पर्यटनलाई पर्यटन केन्द्रित र ग्रोथ सेन्ट्रिक, टुरिज्म सेन्ट्रिक र ग्रोथ सेन्ट्रिक बनाउन सक्यो भने नेपालको आफ्नो जुन सबल पक्ष छ अफरिङहरूमा थप परिष्कृत गर्न सके भने अन्तर्राष्ट्रिय बजारीकरण गरेर नेपालमा यस क्षेत्रको नेतृत्व लिन सक्छ। नेपालको पर्यटनको प्रमुख अवरोध भनेको बोटलनेक कनेक्टिभिटी नै रहेको छ। नेपाल सरकारले निजीकरण गर्ने कुरा बजेट भाषणमा ल्याए पनि नेपाल एयरलाइन्समा भएको मुद्दा मामिला र प्रशासनिक झन्झटको कारणले गर्दा माननीय मन्त्रीज्यूलाई हामी एउटा प्रस्ताव गर्न चाहन्छौँ। निजी क्षेत्रको नेतृत्वमा एउटा शीर्ष कम्पनी निर्माण गरौँ। त्यो कम्पनी एउटा फ्रेस स्टार्ट गर्दछ। नेपाल एयरलाइन्सको आफ्नै नेटवर्क पनि प्रयोग गरौँ र नयाँ टिम बनाऊ। हामी व्यवसायिक लगानी गर्न पनि तयार छौँ। यो कम्पनी आफ्नो काम गर्दै जान्छ। उता नेपाल एयरलाइन्सको पनि पुनर्संरचना र सुधार हुँदै जान्छ। 4-5 वर्षमा दुवै कम्पनी एकीकृत गरी कम्तीमा पनि 20वटा जहाज भएको एउटा राष्ट्रिय बलियो ढुङ्गाबाद संस्था बनाऊ र पर्यटनबाट समृद्धि बनाऊ। नाटाले जहिले पनि आफूलाई रणनीति संचालकको रूपमा लिइरहेको छ। यसमा नेपाल सरकारले गरेको नीति निर्माण र योजनाकोमा जहिले पनि आफ्नो कुरा राखिरहेको छ। तर जहिले पनि यस कार्यक्रममा ढिलासुस्ती अस्ति सरकारको कारणले भयो भने हाम्रो एउटा एक्सक्युज थियो। अब नयाँ बनेको स्थिर सरकार सुशासन केन्द्रित प्रशासन र तीव्र गतिमा देशको विकास गर्ने उत्कट चाहनाले एउटा आशा पलाएको छ। जब सरकारले सरकारको इन्गेजमेन्ट अलिक बढाउनु पर्ने देखिन्छ। हामी भनेको हजुरहरूसँग गर्ने सहकार्यको एउटा पाठ हो। जस्तै हामी भएको अनुभवलाई यो संस्थाको 60 वर्षदेखि भएको अनुभव, 50 वर्षदेखि भएको अन्य संस्थाको अनुभवलाई सरकारले सदुपयोग गरोस् भन्ने हामीले अपेक्षा गरेका छौँ। पर्यटन क्षेत्र निजी क्षेत्रले हाकेको क्षेत्र हो। सरकारले यसमा सहजताको भूमिका मात्रै खेलिरहनु पर्ने आवश्यक छ। तर हामी सरकारलाई भन्न चाहन्छौँ, हामी फरक होइनौँ। हामी हजुरहरूलाई सहयोग गर्न तयार छौँ र हामी सरकारलाई भन्न चाहन्छौँ, आउनुहोस् हामीलाई पनि सँगसँगै लानुहोस्, हातीमालो गरौँ र हाम्रै पालोमा पर्यटनबाट समृद्धि बन्यो। विश्वको चाहना पहिलेभन्दा अलिक फरक भएको छ। एक्सपिरियन्सियल टुरिज्म, वेलनेस टुरिज्म, भ्यालु बेस्ड टुरिज्म, सस्टेनेबल टुरिज्म र लोकल इन्गेजमेन्ट र अथेन्टिक टुरिज्म जस्ता अवधारणाहरू विकास भइरहेको छ। नेपाल जो आफैमा उत्कृष्ट गन्तव्य हो, आफ्ना यी सबल पक्ष र अफरिङहरूलाई थप परिष्कृत र बजारीकरण गर्न सके नेपालले यी सेक्टरमा पनि अन्तर्राष्ट्रिय नेतृत्व गर्न सक्ने सम्भावना रहेको छ। यसमा सरकारले सिरियसली सोच्न आवश्यक देखिन्छ। आदरणीय महानुभावहरू, सरकारको बिचमै डेटामा चाहिँ फरक परिरहेको जस्तो लाग्छ। हामी अहिले चाहिँ झन्डै मैले सुने अस्ति 3.4% भन्न लागेको छ भन्ने कुरा आयो सरकारले डेटा। योभन्दा अगाडि 2.7 कतिको कुरा गर्नु परिरहेको जस्तो लाग्छ मलाई। र निजी क्षेत्र हाम्रा व्यवसायीहरू चाहिँ 7-8% कुराहरू गर्छ। पहिलो कुरा टुरिज्मको चाहिँ नि कन्ट्रिब्युसनको डेटा के हो त क्लियर गर्नु। डेटामै हामी किन विभाग यसले चाहिँ जिडिपीमा जुन छ कन्ट्रिब्युसन छ यो यदि 2% मात्र भयो त्यसले ठुलो होइन कि भन्ने किसिमका कुराहरू पनि गरिएको अवस्था छ। तर चाहिँ नि 7-8% हो भने त्यो अनुसारको चाहिँ कन्ट्रिब्युसनको लागि पनि कुरा चाहिँ सबै सरकार पनि तयार हुनु पर्यो होइन। त्यो मैले चाहिँ पहिलो कुरा राख्न चाहेँ। र अर्को कुरा चाहिँ नि यो जुन टुरिज्मले गर्ने कन्ट्रिब्युसनलाई चाहिँ नि अनुसार चाहिँ नि अलिकति सोच पनि नगरेको कि जस्तो लाग्छ। किनभने नि यो कुनै बेला डलर नेपालमा डलरको स्रोत भनेको टुरिज्म मात्रै नै थियो वास्तविक, कि डोनरले दिने दान अथवा चाहिँ नि ऋण मात्र थियो र चाहिँ नि टुरिज्म मात्रै थियो। आज हामी चाहिँ नि के भन्छ यो के अरे रेमिटेन्सको कारणले गर्दाखेरि हामी एकदम मक्ख छौँ, दङ्ग छौँ भन्छ। हामीले केही पनि काम नगर्ने हामीलाई त साह्रै अल्छी नै बनाएको छ भन्छौँ। सबै कुरा सबैतिरबाट हेर्दाखेरि हामी चाहिँ नि किनभने नि मुलुक चाहिँ नि रोजगारीको लागि पनि विदेश जानुपर्ने, हाम्रो कन्जम्सनको लागि पनि विदेशकै ताक्नुपर्ने। किनभने 70% यो मुलुकमा जो चाहिँ हामी कन्जम्सन गर्छौँ त्यो 70% चाहिँ वस्तु चाहिँ विदेशबाट आएको हुन्छ।
भन्दाखेरि हामी यो रेमिटेन्सको कारणले कति अल्छी भइरहेछौँ त भन्ने कुरा चाहिँ सोच्नुपर्ने एउटा अवस्था छ। अहिलेको वर्तमान परिप्रेक्ष्यमा चाहिँ हामीलाई चाहिँ जनसाङ्ख्यिक चाहिँ लाभ छ होइन, हामीसँग भएको कुरा भयो। तर आजको चाहिँ 15 वर्षपछि के हुँदैछ भन्ने कुरा चाहिँ हामी सबैले बुझ्नुपर्ने अवस्थाहरू पनि छ। किनभने हाम्रो जनसङ्ख्याको चाहिँ नि तपाईँको के अरे जन्मदरै घटिसकेको अवस्था छ। गत वर्ष जम्मा 1 लाख शिशु जन्म भएको छ, 1 लाख 40,000 शिशु जन्म भएको छ। आजको दिनमा हामी भन्छौँ कि 5 लाखदेखि 6 लाख युवाहरू चाहिँ हामीले चाहिँ प्रत्येक वर्ष चाहिँ नि रोजगारी खोज्न आइरहेछ भनेर भनिरहेको छ। भन्यो भने अबको 18-19 वर्षपछि त कति आउने रहेछ, 1 लाख आउँछ, सोच्नु पर्यो। त्यसैले त्यो दिनमा हामीलाई रेमिटेन्स कति आउँछ त्यहाँपछि। अहिले हामी पिकमा छौँ, अब बिस्तारै घट्यो किनभने हाम्रो पपुलेसन त घट्दै गएको छ नि त। अब त हामी त नेगेटिभ ग्रोथमा जाने अवस्थामा छौँ। त्यो भन्दाखेरि मेरो भनाइ के हो भने नि हामीले रेमिटेन्समा चाहिँ नि खुसी भएर हुँदैन। मुलुकले एकदम अलार्मिङ टाइम हो। आजको 20 वर्षपछिको लागि हामी सोच्नुपर्छ, 15 वर्षपछिको लागि सोच्नुपर्छ। त्यसकारण चाहिँ नि म भन्छु कि जुन हामीले चाहिँ नि आम्दानी गर्न सक्ने, विदेशी मुद्रा आम्दानी गर्न सक्ने एउटा मुख्य स्रोत हो हाम्रो एक्सपोर्ट भन्न चाहिँ भन्छौँ। तर हामी चाहिँ आर्बिट्राजबाट चाहिँ एक्सपोर्टबाट मात्र कमाइरहेको छौँ। वास्तवमा 2 खर्ब चान्चुन पुग्यो, तर आर्बिट्राज बढेको हाम्रो जुन स्पेसिफिक के अरे यहाँको चाहिँ नि लोकल भनौँ न जुन प्रडक्ट हो त्यो चाहिँ कति बढ्यो त, त्यो कुरा पनि छ। त्यसकारणले हामीले सिरियसली यो हेर्नुपर्ने चाहिँ जरुरी छ। सभामुख महोदय चाहिँ हुनुहुन्छ यहाँ, अनि पर्यटन मन्त्रीज्यू पनि हुनुहुन्छ। र म त यो खालि सरकारलाई मात्र भन्ने कुरा होइन, हामी व्यवसायहरूले सोच्नु पर्ने कुरा, यो मनन गर्नुपर्ने कुरा, यो राष्ट्रको लागि, मुलुकको लागि नै हो। उद्योग वाणिज्य महासङ्घ यसको लागि तयार छ, छलफल गर्न पनि तयार छ, यसमा कसरी अगाडि जाने भन्ने किसिममा चाहिँ नि यसमा चाहिँ नि काम गर्न पनि तयार छ। यसको लागि म सबैलाई आह्वान पनि गर्न चाहन्छु। र अब यहाँ उठेको कुराहरूमा म के कुराहरू राख्न चाहन्छु, मन्त्रीज्यू हुनुहुन्छ, सभामुख हुनुहुन्छ, यो जुन पर्यटन ऐन चाहिँ संसदमा छ, छलफल भइरहेछ भन्ने कुरा गरिरहेको छ होइन। अब यो कहिले दर्ता भएको थाहा छैन, तर मलाई चाहिँ कहिले चाहिँ संसदमा चाहिँ टेबल भयो मलाई चाहिँ ट्याक्कै थाहा भएन। तर व्यवहारमा के छ भने नि मन्त्रीज्यूलाई पनि सभामुखज्यूलाई पनि गर्छु कि यो ऐन बन्छ, हतार हामीलाई जानकारी हुन्छ मन्त्रालयबाट, ल हजुर यो चाहिँ नि यो हप्ता नै हामीले चाहिँ फाइनल गर्नुपर्छ, लानुपर्छ होइन। अनि 1 हप्तामा हाम्रो चाहिँ सबै सुझाव चाहियो भनेर मेरो भनाइ यहाँनिर इङ्गित गर्न खोजेको कुरा हामीलाई साक्षी राख्ने मात्र काम हुन्छ है मन्त्रीज्यू। यो साक्षी राख्ने मात्र काम गरेर व्यवसायीसँग चाहिँ सुझाव लिएको जस्तो गर्ने र चाहिँ व्यवसायी साथ हामीले पनि निजी क्षेत्रबाट चाहिँ के भन्छ सुझाव लियो, निजी क्षेत्रलाई चाहिँ सहभागी गरेर पनि बनाएको भन्ने कुरा गरेको चाहिँ यो गलत हो भनेर भन्छु। मन्त्रीज्यू म ध्यान आकृष्ट गर्न चाहेँ, किनभने पछिल्लो पटकको कुरामा यो के भन्छ अहिले कम्पनी ऐनको कुरामा त्यस्तै किसिमको कुरा आयो। मैले भने 1 महिनाभन्दा अगाडि हामी दिनै सक्दैनौँ भनेर मन्त्रीज्यूलाई मैले स्पष्टै भने मैले 1 महिना हामीलाई चाहिन्छ कमसेकम। हामीले एउटा मिटिङ बसेर हुँदा 3-4टा मिटिङ बसेर छलफल गर्नुपर्छ। हाम्रो देशव्यापी रूपमा चाहिँ हामी छलफल गरेर जानुपर्छ। त्यसलाई कमसेकम 1 महिना चाहिन्छ भन्ने कुराहरू हामीले राखेका छौँ। त्यसैले मन्त्रीज्यूलाई म के भन्न चाहन्छु भने कुनै पनि ऐन बनाउँदाखेरि पर्याप्त समय दिनु पर्यो। किनभने आखिरमा व्यवसाय सञ्चालन गर्ने, अर्थतन्त्र सञ्चालन गर्ने निजी क्षेत्रले नै पनि प्रमाणित भइसकेको छ। डेटै हामी दिइरहेछौँ कि हाम्रो 81% निजी क्षेत्रको भूमिका छ भन्ने किसिममा हामीले दिइरहेको अवस्थामा चाहिँ नि निजी क्षेत्रको आवाजलाई, निजी क्षेत्रलाई खालि साक्षी राखेर मात्र त हुनेवाला छैन। त्यसकारण चाहिँ जुन छ यो अहिले मानसिकताको कुरा गरे हो, त्यो 10 लाखको मानसिकता, 1 मिलियनको मानसिकता चाहिँ 2 मिलियनमा जान सकेका छैन। तर कता कहिले केही कुरामा चाहिँ हामी 50 लाख टुरिस्ट पुऱ्याउन सक्छौँ हो। हाम्रो चाहिँ नि अहिले चाहिँ नि होटेलहरूको चाहिँ नि त्यो रुमको चाहिँ क्षमताको कुरा गर्दाखेरि हामी 30-40 लाख चाहिँ गर्न सक्ने अवस्थामा छौँ। र पूर्वाधारको कुराहरू पनि छ यहाँनिर हामीले कुरा गर्नुपर्ने कुराहरू होइन। पूर्वाधारले हामी कति गर्न सक्छौँ भन्ने कुरा पनि हामीले हेर्नुपर्छ जस्तो लाग्छ। जस्तो यहाँ कनेक्टिभिटीकै कुरा आयो अहिले, हाम्रो मेन बोटलनेक भनेको कनेक्टिभिटी भन्ने किसिमका कुराहरू आएको छ। जस्तो यो जुन आरएनएसीकै कुरा, जस्तो इभन थाइल्यान्डले थाई एयरवेज चाहिँ नि एक हिसाबले कोलाप्स हुन लागिसकेको अवस्था थियो कोभिड पछि होइन। यो चाहिँ अब थाई एयरलाइन्स चाहिँ कोलाप्सै हुन्छ कि भन्ने किसिममा कुरा पनि गरिरहेको थियो। उसले मैले सम्झन्छु त्यो पढिरहेको स्टडी पढेको थिएँ। अनि जहाजहरूको के बेच्यो, उसले आफू बचाउनलाई जहाज बेच्थ्यो अथवा के गर्ने कसो गर्ने भन्ने किसिममा त्यो बेला चाहिँ नि राज्यले चाहिँ पैसा थपिदिएर फेरि त्यसलाई चाहिँ रिभाइभल गर्यो ताकि के भने नि
त्यसकारण चाहिँ हाम्रो राष्ट्रिय ध्वजावाहलाई रणनीतिक रूपमा हुन्छ अथवा निजी क्षेत्रबाट लगानी गराएर हुन्छ। है साथीहरूले भन्नुभएको छ एउटा कम्पनी गरेर जाउँ ल ठिक छ। त्यो भावनाले यो स्ट्राटेजिक पार्टनरको रूपमा गर्न जानुपर्छ जस्तो मलाई लाग्छ। त्यसमा चाहिँ लागौँ भन्ने चाहिँ म चाहिँ गर्न चाहन्छु। र व्यवसायीहरूको हक हितका लागि पुर्याएको योगदानको म प्रशंसा गर्न चाहन्छु। पर्यटन हाम्रो देशको अर्थतन्त्रको मेरुदण्ड हो तथा प्राकृतिक सौन्दर्य, बहुमूल्य सांस्कृतिक सम्पदा र विश्वमै अद्वितीय मानिने हाम्रो आतिथ्य सत्कारलाई विश्व सामु चिनाउने राजदूतको भूमिका तपाईँ पर्यटन व्यवसायीहरूले र विशेष गरी नाटाले निर्वाह गर्दै आएको छ। राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउन, विदेशी मुद्रा आर्जन गर्न र लाखौँ युवाहरूको स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न नाटा र यसमा आबद्ध संस्थाहरूले खेलेको भूमिका राष्ट्रिय विकासको एक महत्त्वपूर्ण अध्याय हो। नाटा केवल व्यावसायिक समृद्धिमा मात्र सीमित छैन, यसले समग्र पर्यटन उद्योगलाई प्रतिस्पर्धी, दिगो र मर्यादित बनाउन निरन्तर नीतिगत पहल र संरचनागत सुधारको वकालत गर्दै आएको छ। नयाँ पर्यटन ऐन 2082 को तर्जुमादेखि लिएर बजेट तथा मौद्रिक नीति निर्माणमा नाटाले सरकारलाई दिएका रचनात्मक सुझावहरू अत्यन्त सान्दर्भिक छन्। व्यवसायी मैत्री वातावरण निर्माण गर्न, पर्यटन नीतिहरूमा स्पष्टता ल्याउन र निजी क्षेत्रको आवाजलाई राज्यको माथिल्लो तहसम्म पुर्याउन नाटाले जुन नेतृत्वदायी भूमिका खेलेको छ यो आफैमा उदाहरणीय छ। नाटाले पर्यटनलाई साँच्चै विकेन्द्रीकृत गरेको छ। सुदूरपश्चिमदेखि कोशीसम्म र मधेसदेखि कर्णालीसम्म विभिन्न प्रदेश तथा च्याप्टरहरू मार्फत नाटाले देशव्यापी रूपमा क्षमता अभिवृद्धि, डिजिटल परिवर्तन, टुर प्रोडक्ट विकास र आतिथ्य सत्कारका तालिमहरू सञ्चालन गरिरहेको छ। साना तथा मझौला व्यवसायीहरूलाई विश्व बजारसँग जोड्न, नयाँ टुर प्याकेजहरू निर्माण गर्न र क्रस बोर्डर टुरिज्म मार्फत छिमेकी राष्ट्रहरूसँगको पर्यटकीय सम्बन्ध विस्तार गर्न प्रदेश स्तरबाटै भएका यी फराकिला र रणनीतिक प्रयासहरूले नेपालको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने निश्चित छ। आज विश्व पर्यटन द्रुत गतिमा रूपान्तरण भइरहेको छ। प्रविधिको विकास, पर्यटनका बदलिँदा चाहना र विश्वव्यापी प्रतिस्पर्धाका बीच हामीले आफूलाई खर उतार्नुपर्ने चुनौती छ। भूकम्प, महामारी, अन्तर्राष्ट्रिय मन्दी जस्ता अनेकौँ अवरोह पार गर्दै आएको हाम्रो पर्यटन उद्योग अब पुनः उठ्ने मात्र होइन, दौडने तयारीमा छ। यसका लागि राज्यको तर्फबाट पर्यटन मैत्री कानुन, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय बजारीकरणमा भरपर्दो आवश्यक छ भन्ने कुरामा म पूर्ण सहमत छु। नाटाको यस 59औं वार्षिक साधारण सभाले विगतका कार्यक्रमहरूको निर्मम समीक्षा गर्दै सिकेका पाठहरूलाई आत्मसात गरी आगामी दिनका लागि अझ परिष्कृत रणनीतिक र परिणाममुखी कार्ययोजना तय गर्नेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु। आज हुने यस सभाबाट नयाँ सुनिने कार्य समितिलाई म शुभकामना दिन चाहन्छु। मलाई आशा छ यहाँहरूले पुराना समितिहरूले गरेका राम्रा कामहरूको निरन्तरता र आगामी दिनमा नयाँ प्रविधि र अहिलेको जुन विश्वको अत्यन्तै फास्ट ग्रोइङ जुन भइरहेको छ यसलाई साथसाथै यहाँहरू अगाडि बढ्ने प्रयास नयाँ कार्य समितिले गर्नेछ र नयाँ योजनाहरू लिएर अगाडि बढ्नेछ र यहाँहरूले ती कामहरू गरेको समाजमा प्रमाणित भयो भने कुनै दिन बधाई दिने कोसिस पनि गर्नेछु। आजलाई आउने कार्य समितिलाई शुभकामना दिन चाहन्छु। त्यो खण्डगर भएर जान सक्छ, त्यस कारणले दोस्रो पुस्तालाई कसरी ल्याउन सकिन्छ त्यसको बहसहरू चलाउँ। पर्यटन बोर्डको पुनर्संरचना गर्नुपर्छ त्यसको नीतिगत रूपमा भन्ने कुरामा म स्पष्ट छु। म पर्यटन मन्त्रीज्यूलाई भन्न चाहन्छु अब हुँदै गरेको बोर्ड र अब आउँदै गरेको सिओलाई यदि हामी पर्फर्मेन्सको आधारमा जिम्मेवारी दिनेछौँ र उहाँलाई जबरजस्ती वर्ष बिताउनको लागि दिने छैनौँ। यदि काम गर्नुहुन्छ भने उहाँको वेतनकर्ता हुन्छ, हुँदैन भने उहाँको सट्टामा अर्को नयाँ मान्छे जान्छ। अब हामी कुनै पनि क्षेत्रमा पर्फर्मेन्सको आधारमा नियुक्ति हो भन्ने कुरा उहाँहरूलाई बुझ्न जरुरी छ। नेपाल एयरलाइन्स
मलाई विश्वास छ नेपाल एयरलाइन्सले उठ्छ। तर अहिले बनाउन लागिरहेको संरचनाले पनि उठ्दैन। त्यस कारणले यसको बारेमा अझ गम्भीर सोच्नुपर्ने छ। यहाँहरूले यस विषयमा छलफल गरौँ। हामी धेरै अगाडि बढिसकेको छ विश्वको पर्यटन बजार। त्यस कारणले नेपाल एयरलाइन्सलाई उठाउन केही गाह्रो छैन। विश्वका थुप्रै एयरलाइन्सहरूले हामीसँग सहकार्य गर्न तयार छ। तर हामीलाई मेरो लागि के आउँछ भन्ने बहसभन्दा कहिल्यै माथि उठ्न सकेनौँ। स्वदेशमा मात्र होइन विदेशमा गएर पनि मेरो लागि कति आउँछ भनेर त्यो बार्गेनिङ गर्नबाट हामी कहिल्यै माथि उठ्न सकेनौँ। यसरी पर्यटन क्षेत्र उठ्दैन, यसरी नेपाल एयरलाइन्स उठ्न सक्दैन। त्यस कारणले नेपाल एयरलाइन्स उठाउनको लागि मन्त्रीज्यूलाई गम्भीर हुन म अनुरोध गर्न चाहन्छु। पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स, क्यान यो सबै क्षेत्रहरू हाम्रो एकअर्कामा चाहिँ यसको चाहिँ सम्बन्ध छ। ग्रे लिस्ट, हाम्रो सेफ्टी लिस्ट, हामी सेफ्टी लिस्टबाट छिटोभन्दा छिटो बाहिरिनुपर्ने आवश्यकता छ। त्यसमा तपाईँहरूको पनि महत्त्वपूर्ण रोल हुन्छ, भूमिका हुन्छ। त्यसमा सहयोगको पनि म अनुरोध गर्न चाहन्छु। अर्को, धेरै होटल व्यवसायीहरू आजकल खुसी हुनुहुन्छ होला, किनभने धेरै नेपाली पर्यटकहरू तपाईँहरूकोमा बसोबास गर्न थाल्नुभयो। तर आज पनि हामी प्लेन चढ्ने बेलामा नेपाली र विदेशीलाई फरक टिकट काटिरहेका छौँ। हामी आज पनि पोखरा जाने बसमा नेपाली र विदेशीलाई फरक चार्ज लगाइरहेका छौँ। होटलमा बस्ने बेलामा नेपालीलाई गर्ने व्यवहार र विदेशीलाई गर्ने व्यवहार अझै पनि हामीमा समान हुन सकेको छैन। अनि आउन चाहिँ नेपाली आएर बसिदिए हुन्थ्यो, धेरै खाइदिए पिइदिए हुन्थ्यो भन्ने आशा पनि गर्ने व्यवहार चाहिँ हामी विदेशी सेतो खाला मात्रै खोजेर हुँदैन साथीहरू। पर्यटन भनेको हाम्रै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू जो आर्थिक रूपमा सम्पन्न हुनुहुन्छ, घुम्न चाहनुहुन्छ, खर्च गर्न चाहनुहुन्छ, उहाँहरूलाई सम्मान गर्न सिक्नुपर्छ हामीले। त्यस कारणले सबैलाई समान रूपमा हेर्ने, पर्यटनहरूलाई हेर्ने र हवाई जहाजको चार्ज पनि विदेशीले हेर्दा सुन्दा पनि विदेशीलाई पनि के हुँदैछ नेपालमा, नेपालले के सोचेको छ, हामीलाई के व्यवहार गरेको छ भनेर त्यो देशलाई हेर्ने वातावरणमा पनि हामी त्यो परिवर्तन ल्याउनुपर्छ जस्तो लाग्छ। नाथमको पनि ऐन बनाउनु पर्यो भनेर बहस सुरु भएको छ भन्ने मलाई लाग्छ। नाथमले आफ्नो तर्फबाट अत्यन्तै प्रयास गरिरहेको छ। नेपालको पर्यटन क्षेत्रमा हाम्रो दाजुभाइ तथा दिदीबहिनी, हाम्रा छोराहरू, हाम्रा छोरीहरूलाई पर्यटन क्षेत्रमा सम्हाल्नको लागि केही दिन अगाडि म नाथममा जाने मौका मिलेको थियो। त्यहाँबाट ग्रेजुएट हुनुभएको 99% रोजगारमा हुनुहुन्छ। त्यस कारणले नाथमलाई बलियो बनाउने र त्यसलाई पनि हामीले हाम्रो आफ्नै एउटा इन्स्टिट्युसन हो भनेर जोगाएर लिएर जानुपर्छ भन्ने मलाई लाग्छ। भैरवा पोखरा एयरपोर्टको विषयमा घनीभूत छलफलहरू भइरहेको छ। मलाई आशा छ छिटोभन्दा छिटो पोखरा र भैरवा एयरपोर्टले पनि एउटा निरन्तरता पाउनेछ। त्यहाँबाट हाम्रा हवाई जहाजहरू सुचारू रूपमा चल्नेछन्। निजगढ एयरपोर्टको विषयमा बहस पक्कै पनि अगाडि बढिरहेको छ। सरकार यसमा गम्भीर छ। प्रविधिको बढीभन्दा बढी सदुपयोग गर्नको लागि हामी प्रविधिको प्रयोग गर्नतिर कोसिस गरौँ र युवा पुस्तालाई, नयाँ पुस्तालाई पर्यटन क्षेत्रमा कसरी ल्याउन सकिन्छ। सरकार नयाँ छ, सरकारमा युवाहरूको बाहुल्य छ, सदनमा युवाहरूको बाहुल्य छ। उहाँहरू तपाईँ हाम्रै दाजुभाइ दिदीबहिनी, तपाईँ हाम्रै छोराछोरीहरू हो। त्यस कारणले सरकारले भर्खरै गरेन, आजै गरेन, भोलि नै गरेन, किन यो पनि हिजो जस्तै भनेर नआत्तियौँ साथीहरू। त्यस कारणले समय अलिकति लाग्छ। विकास गर्ने भन्ने कुरो समय लाग्छ। लामो यात्रामा हामी निस्केका छौँ। त्यस कारणले यो यात्रा पुरा हुन, हाम्रो उद्देश्य प्राप्ति गर्नको लागि केही समय लाग्न सक्छ। हामीले नै त्यो सन्देश समाजमा लिएर जानुपर्छ। हामी बुझ्ने नागरिकहरूले गरेन, गर्दैन, यसले सकेन भनेर हामीले ती नकारात्मक समाचार बाहिर दिन थाल्यौँ भने हामीलाई हाम्रो कुरा सुन्नेहरूले त्यही सुन्नुहुन्छ र अनि हामी फेरि असफलतातिर जान्छौँ। त्यस कारणले अबको सरकार असफल हुने छुट छैन। नेपालको इतिहासमा सम्भवतः पहिलो पटक यो म्यान्डेट पाएको छ सरकारले र यो म्यान्डेट पाएको छ प्रतिनिधि सभाले कि अब यो देश समृद्ध हुनु नै पर्छ, बनाउनु नै पर्छ र यो देश अब सबै क्षेत्र, पर्यटन क्षेत्र मात्रै होइन, हरेक क्षेत्र, हाम्रो एफएनसिसिआईका इम्पोर्टका कुराहरू होला, एक्सपोर्टका कुराहरू होला, उत्पादनका कुराहरू होला, हामी सबै क्षेत्रलाई हामी एउटै त्यो विकासको दिशामा लिएर जानुपर्ने, समृद्धिको दिशामा लिएर जानुपर्ने, सुशासन कायम गर्नुपर्ने, भ्रष्टाचारलाई जरैबाट उखालेर फाल्नुपर्ने,
त्यो अभियान अब सरकारले सुरुवात गरेको छ। हामीहरूले कानुन निर्माणको ठाउँमा मेरो ठाउँबाट यहाँहरू विभिन्न क्षेत्रमा आबद्ध हुनुहुन्छ। आज यहाँ पर्यटन क्षेत्रको तर्फबाट उपस्थित हुनुहुन्छ, तर मलाई लाग्छ तपाईँहरू मल्टिपल सेक्टरमा तपाईँहरूको इन्भेस्टमेन्टहरू छ। तपाईँहरूको उपस्थिति लगभग यो अनुहारहरू प्रायः जसो नेपालका सबै क्षेत्रका कार्यक्रमहरूमा देखिन्छ। त्यसको मतलब तपाईँहरूको इन्भल्भमेन्ट लगभग सबै क्षेत्रमा, धेरै क्षेत्रमा छ। त्यस कारणले कुन क्षेत्रको कानुन बनाउँदाखेरि कुन स्टेक होल्डर छुट्यो, विगतमा कसलाई हामीले छलफलमा राख्न सकेनौँ, अब कसरी कसलाई राख्नु पर्यो, आउनुहोस् हामी निरन्तर तपाईँहरूसँग इजी एक्सेसमा छौँ। तपाईँको म तपाईँहरूलाई भन्छु, सभामुख हैसियतले होइन, म एकजना तपाईँहरूको साथीको नाताले, तपाईँहरूको दाजु भाइ, तपाईँहरूको अङ्कल, तपाईँहरूको छोराको नाताले यो देशको कानुन स्पेस कानुन बनाउनलाई, आगामी पुस्ताको लागि, हाम्रा चाहिँ सन्ततिहरूको लागि बस्न लायक देश बनाउनको लागि भूगोललाई चिनेर, जनताको चेतनाको लेभललाई चिनेर यो देशलाई सुहाउँदो कानुन निर्माण गर्नको लागि अहोरात्र खट्ने प्रतिबद्धता सहित तपाईँहरूसँग बिदा हुन चाहन्छु। आजको कार्यक्रम सफल रहोस्, नयाँ कार्यसमिति राम्रो बनोस्, मेरो शुभकामना छ। नमस्कार, जय पर्यटन। Thank you so much to our Chief Guest, the Right Honourable Speaker of House of Representatives. May I request our Chief Guest... सबै चिजले हामी सम्पन्न छौँ, तथापि हाम्रा कतिपय नीतिगत र कतिपय संरचनागत कमजोरीका कारणले हामीले चाहे जस्तो उपलब्धिहरू हासिल गर्न सकिरहेका छैनौँ, जो कुरा यहाँहरूले बेला बेला बताइरहेको छ। यस कार्यक्रमको दौरान सुन्नु पाएँ, विशेष गरिकन यहाँहरूले उठाउनु भएका विशेष मुद्दाहरूमा म अत्यन्तै संवेदनशील भएर काम गरिरहेको बेहोरा पनि जानकारी गराउन चाहन्छु। तपाईँहरूले धेरै जस्तो नेपालबाट एयरलाइन्स त हवाई टिकटमा लगाएको घाटको कुरा उठाउनु भएको छ। त्यस्तै गरेर आएका सम्बन्ध व्यवसायहरूको अधिकार सुनिश्चिततामा कमिसन र ट्याक्स लगायतको अधिकार सुनिश्चितताको विषय उठाउनु भएको छ। र एजेन्सी डेबिट मेमो एटिएमको कुरा पनि यहाँ उठाउनु भएको छ। यी सबै कुराहरूप्रति मन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको बेहोरा जानकारी गराउन चाहन्छु। छोटो समयमा राज्यलाई अतिरिक्त आर्थिक भार पर्ने गरेर टिकटमा लगाइरहेको घाट तत्काल हटाउन नसकिए पनि, किन भन्दा हामीले काम गर्ने अवसर छोटो थियो र तत्कालै बजेट भाषणको सङ्घारमा हामी आइदिएका थियौँ, म गर्नु पाएन। तर म अहिले बिस्तारै कुरा म गर्दै गइरहेको छु र सम्भवतः अर्को वर्ष हामीले यसलाई एउटा ताकि डिस्कसन पुर्याउँछौँ भन्ने कुरा म तपाईँहरूलाई अवगत गराउन चाहन्छु। र धेरै साथीहरूले पर्यटन ऐनको बारेमा कुरा गर्नुभयो। यो अघिल्लो सरकारकै पालामा राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा गएको थियो र मैले पर्यटन ऐनलाई पुनः प्रतिनिधि सभामा प्रस्तुत गर्नु अगाडि त्यसलाई पढ्ने बित्तिकै म अङ्गमा भएको थिएँ। म आफू पनि पर्यटनलाई अत्यन्त नजिकबाट हेरिरहेको मान्छे, जुलुवा मान्छे, मैले धेरै चिज कमजोरीहरू देखेको थिएँ। र त्यसपछि सम्बन्ध धेरै साथीहरूसँग बोलाएर अब यसको त लगभग बुझ्दै पऱ्यो, पुनर्लेखनै गर्नुपर्ने अवस्था छ भनेर मैले सामान्य सभामुखज्यूसँग कुरा राखेको थिएँ। अघि मात्रै उहाँले पनि त्यो कुरा उठाउनु भयो र हिजो मात्रै मैले राष्ट्रिय सभाका सामान्य अध्यक्षज्यूसँग पनि पर्यटन विधेयकलाई धेरै संशोधन चाहिँ आउन सक्ने सम्भावना भएकोले राष्ट्रिय सभाले पनि त्यही अनुकूल स्वीकार गरिदिनु पर्ला, स्वीकृति दिनु पर्ला भन्ने निर्णय लिएको छु र मैले पर्याप्त समय त्यसलाई छुटाएको छु। सम्पूर्ण निजी क्षेत्रको साथीहरू आफ्नो व्यवसायसँग सम्बन्धित आफ्नो कठिनाइहरू, नीतिगत कठिनाइहरूलाई हाम्रो पर्यटन विधेयकले सम्बोधन गरेको छ या छैन त्यसलाई एकदम गहनताका साथ हेरेर जतिसक्दो चाँडो, तपाईँले चाँडो गरिदिनु हो भने त्यसलाई चाँडो पारित हुने हो। पर्याप्त समयको अर्थ धेरै लामो समय पनि होइन, तर जतिसक्दो चाँडो त्यसलाई अध्ययन गरेर आफूले चाहेको कुरा त्यहाँ सम्बोधित भएको छ या छैन त्यसलाई हेरिदिनु होला। त्यहाँ धेरै त्रुटिहरू, त्रुटि नभनौँ अभावहरू छ, केही चिजहरू त्यहाँ लुकिरहेको छ। जस्तो एडभेन्चर टुरिज्म सम्बन्धी कुराहरू छैन, आरोग्य पर्यटनसँग सम्बन्धित धेरै कुराहरू छुटिरहेको छ। यस्ता धेरै चिजहरू त्यहाँ छुटेको छ जसलाई हामीले सम्बोधन गर्नुपर्नेछ। त्यसलाई तपाईँहरूले पनि राखिदिनु होला भन्ने चाहन्छु। र त्यस्तै गरेर तपाईँहरूले न्याथुङ विधेयकको बारेमा पनि कुरा उठाउनु भयो। न्याथुङ हाम्रो नेपाल सरकारले सञ्चालन गरिरहेको पर्यटनलाई पढाइ गर्ने एकमात्र संस्था जसको विद्यार्थीको 99% रोजगार सिर्जना भयो र बाँकी 1% चाहिँ आफ्नै
रोजगार गरिरहेको स्वरोजगार भइरहेको यस कारणले भन्दा 100% विद्यार्थीहरूले कुनै न कुनै प्रकारले काम गरिरहेको रोजगार पाइरहेको वा राष्ट्रिय अर्थतन्त्रमा योगदान दिइरहेको यसले एउटा सफलता उदाहरण दिनले खान्छ। त्यसलाई अझ बढी प्रभावकारी बनाउने र साथै प्रदेशमा यसको उपस्थितिलाई कसरी पुर्याउने भनेर हामीले छलफल गरिरहेका छौँ। इडीजी यहाँ भर्खर हुनुहुन्थ्यो, कता जानुभयो। मैले उहाँसँग कुराकानी गरेर आरोग्य पर्यटनसँग सम्बन्धित भएर ब्याचलर इन वाइल्डलाइफ टुरिज्म र मास्टर्स इन वाइल्डलाइफ टुरिज्मलाई पनि यसै वर्षदेखि कार्यान्वयन गर्न हालत निर्देशन दिएको थिएँ र तदनुसार काम पनि भइरहेको छ र यहाँलाई अझ बढी प्रभावकारी र अझ बढी गुणस्तरीय पर्यटन सम्बद्ध ह्युमन रिसोर्स उत्पादन गर्ने एउटा संस्थाको रूपमा विकास गर्ने गरी हामीले काम गरिरहेका छौँ। यो कुरा पनि म तपाईँलाई निवेदन दिन चाहन्छु। धेरै साथीहरूले नेपाल टुरिज्म बोर्डको कुरा गर्नुहुन्छ। नेपाल टुरिज्म बोर्डको वर्तमान तरिकाबाट संरचनाबाट चाहिँ तपाईँ हामीले चाहेको हुन त कहिलेकाहीँ सम्माननीय प्रधानमन्त्रीले मलाई भन्नुहुन्छ नैतिकता भयो भने, इमान्दार भयो भने चाहिँ के भन्छ यो उपभोक्ता समिति मात्रै बनाए पनि काम हुन्छ भन्नुहुन्छ होइन। सबभन्दा पहिला नियत सफा भयो भने जस्तोसुकै समूह जस्तोसुकै संरचना पनि के अरे एउटा नतिजा दिन सक्छ। हामीले चाहिँ नतिजा दिन नसकेपछि विशेष गरिकन संरचनामा गयौँ भने हाम्रो पुरानो तरिका हो क्या। त्यसै कारणले नेपालमा अनेक प्रकारका आन्दोलनहरू हुँदै आएका छन्। यो चाहे त्यो सामुदायिक तहमा होस् वा राष्ट्रिय तहमा होस्। तथापि नेपाल टुरिज्म बोर्डको एउटा ठुलो सुधारको हामीले खाँचो महसुस गरेका छौँ र त्यसलाई विशेष गरिकन नेपाल टुरिज्म बोर्डले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर संरचनाहरूमा लगानी इन्फ्रास्ट्रक्चरमा लगानी गर्ने कामहरू पनि गरिरहेको हामीले देखाएको छौँ। मैले घोषणा गरेको छु यसै वर्षबाट केही अम्युनिटिजहरूमा लगानी हुन्छ। त्यसबाहेक यसभन्दा अगाडि क्रमागत रूपमा रहिरहेका पूर्वाधारहरूमा लगानी छ भने त्यसलाई सक्नुपर्ला, अन्यथा कुनै पनि नयाँ पूर्वाधारमा लगानी हुँदैन। यसको शुद्धतम रूपमा प्रमोसनमा मात्र लगानी हुन्छ र निजी क्षेत्रले खोजेको जस्तो प्रमोसनमा यसको लगानी हुन्छ भन्ने सुनिश्चितता यहाँबाट वचनबद्धता व्यक्त गर्न चाहन्छु। र त्यसपछि धेरै साथीहरूले नेपाल एयरलाइन्सको धेरै ठुलो चिन्ता लिनुभयो। राष्ट्रिय ध्वजावाहक अगाडि देख्दा र त्यसमा चढ्दा हामी सबैलाई गर्वले भक्त छाती खुल्छ चढ्ने बेलामा, तर बेइज्जती कस्तो छ, त्यसको दायित्व कति धेरै सिर्जना भइसकेको छ, ऋणमा जुग्नुमा डुबेको छ, एकदमै ठुलो राजनीति र कर्मचारी तन्त्रको दलदलमा फँसेको छ। त्यसको पुनर्संरचना जरुरी छ। त्यसको एकदम आमूल पुनर्संरचना जरुरी छ र त्यसको लागि म तपाईँहरूसँग गुहार्न आउँदैछु। अहिलेसम्म अध्ययनमै थिएँ, सबै चिज अध्ययन नै गरिरहेको छु। म गुहार्न आउँदैछु। अब यसलाई कुनै पनि तहले उद्धार गर्नुपर्छ र त्यसलाई पिपिपी मोडलमै जानुपर्छ भन्ने मेरो चाहिँ विरोधता छ। तपाईँहरूको त्यसको साथ चाहिन्छ र पब्लिक सेक्टरबाट पनि त्यसको बहस एउटा वैचारिकी निर्माण हुँदै जाओस्, सार्वजनिक बहसमा यसलाई लैजानुपर्छ भनेर पनि म तपाईँलाई अपिल गर्न चाहन्छु। त्यो भयो भने मात्र राष्ट्रिय ध्वजावाहकको एउटा सुधार सम्भव छ र राष्ट्रिय ध्वजावाहकको सुधार बिना पर्यटकीय गन्तव्य पुरा गरेका कुनै पनि देश मैले देखाएको छैन। त्यो भएर राष्ट्रिय ध्वजावाहक चाहिँ सुधार हुनैपर्छ। त्यो कुरामा म प्रतिबद्ध छु, म कुरा गर्न चाहन्छु। र धेरै साथीहरूले युरोपियन युनियनले नेपालका हवाई सेवा प्रदायकहरूलाई हवाई सुरक्षा सूचीमा एयर सेफ्टी लिस्टमा राखेको घटनाहरूलाई पनि हेराउनु भएको छ। सरकार एकदमै सिरियसली त्यसमा लागिरहेको छ। व्यक्तिगत रूपमा त्यसको ध्यान हरेक दिनको 1 घन्टा मैले त्यसको लागि छुट्याएको छु र हामीले धेरै कामहरू गरिरहेका छौँ। विशेष गरिकन नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र न्याय निकायको रूपमा स्पिड गर्ने जुन विधेयक छ त्यसको हामी अन्तिम प्रारूप तयार गरिरहेका छौँ। सदनमा पेश भएपछि अरू धेरै चिजहरू बिस्तारै सकिँदै जान्छन् र युरोपियन युनियनका सम्बन्ध अधिकारीहरूसँग पनि कुराकानी चलिरहेको छ र मलाई लाग्छ हामी छिट्टै नै 6-7 महिनाभित्रले त्यसलाई टिममा पुर्याउनेछौँ भन्ने मलाई लाग्छ। र नेपाल सरकारले पर्यटनलाई विभिन्न आयामहरूमा विकसित गर्ने गरी कामहरू गरिरहेको तपाईँहरूलाई अवगतै छ र त्यसमा निजी क्षेत्रको पनि ठुलो साझेदारी र सहयोग हामीलाई चाहिन्छ। खासमा चाहिँ कुनै पनि संसारको कुनै पनि देश निजी क्षेत्रको सहभागिता बिना सरकार एक्लैले विकास गर्न सक्दैन। मलाई एउटा देश देखाउनुहोस् न, कुन चाहिँ विकसित देशको नाम लिनुहुन्छ देखाउनुहोस्। मलाई सरकारले मात्रै विकास गरेको निजी क्षेत्र कहिले लाग्यो? यो निजी सरकार भन्ने कुरो त यो होस्टेलमा हैसियत मात्र ट्युरिङ एजेन्सी मात्रै हो। खासमा नीतिगत सुधार मात्रै गर्ने अरू सबै चिजहरू हामीले कहिले भन्ने गर्छौँ। बत्ती, पानी र बाटो होइन, यो मुख्य एकदम आधारभूत चिजहरू चाहिँ सरकारले कहाँ चाहिन्छ त्यहाँ पुऱ्याइदिने हो। बाँकी कुरोबाट निजी क्षेत्रले गरिदिने। जस्तै गरी अहिले त बाटोमा पनि निजी क्षेत्रहरूको लगानी हुँदै गइरहेका धेरै देशहरू छन्। हामीले पनि त्यसको अभ्यास सुरु गर्न थाल्छौँ।
त्यो कारणले के छ भन्दा निजी क्षेत्रको सहभागिता बिना कुनै पनि देशको विकास सम्भव छैन। हामी त्यसमा सचेत छौँ र नेपाल सरकारले 2027लाई नेपाल वेलनेस इयरको रूपमा मनाउँदैछ, वेलनेस पर्यटनको रूपमा मनाउँदैछ। आरोग्य पर्यटन इयर मनाउनुको मुख्य उद्देश्य त्यो वर्षलाई मात्र सीमित नगरेर यसलाई आरोग्य दशकको रूपमा गर्दैछ। र तपाईँलाई थाहै छ संसारको सबैभन्दा ठुलो फास्ट ग्रोइङ यदि कुनै सेक्टर छ पर्यटनमा छ भने त्यो वेलनेस नै आरोग्य पर्यटनको हिस्सा दिनानुदिन सबै देशमा बढ्दै गएको छ। र खुसीको कुरा के भन्दा नेपाल त्यसको जननी राष्ट्र हो। हामीले आफ्ना आमालाई बुझ्छौँ। जुन देशमा भगवान गौतम बुद्ध जन्मिनु हो र जसले ध्यान भन्ने चिज, मेडिटेसन भन्ने चिज हुन्छ है संसारमा भनेर विश्वलाई दिनु, त्यसको जननी राष्ट्रमा हामी जन्मेका छौँ। तर हामीले ध्यानको कुरा चाहिँ बिर्सिन्छौँ। यो बाटोमा सुरु भएको मानिन्छ। विज्ञान भैरव बन्धुको ज्ञान देन हो र भगवान पशुपतिनाथ जसलाई चाहिँ भैरव पनि भनिन्छ र योगेश्वर पनि भनिन्छ। योगको प्रणेताको रूपमा भगवान पशुपतिनाथलाई दिइन्छ र त्यसको जन्मस्थल योगको जन्मस्थल पनि हामी यहाँ छौँ। त्यति मात्र होइन, हामीसँग यति इन्डिजिनियस वेलनेस एक्टिभिटिज भएर चाहिँ जनजातिहरू छन्। तिनीहरूको एउटा जस्तो मुन्डुम छ, किराँतहरूको एउटा अलग प्रकारको जीवनशैली छ जसले फाल्गुनन्द जस्तो व्यक्तिलाई जन्मायो। वेलनेसमा हामी धेरै चिजहरू जोड्न सक्छौँ। सामान्य रूपमा तपाईँलाई के भन्नु, अब हिमालका खर्कहरूमा जहाँ माथिल्लो तहमा निलो आकाश होस्, त्योभन्दा तल सेतो हिमाल होस्, अझ तल हरियो घाँस होस्, त्योभन्दा तल पहाड तराईसम्म कहिले एउटा विशाल साम्राज्य नेपालको छ। जुन भौगोलिक रूपमा सोच्ने हो भने त्यस्तो सुन्दरतम वातावरणमा सामान्य रूपमा सेफर्डिङ एक्टिभिटी होइन, याक सफारी र याकलाई डोराउने एक्टिभिटी पनि हुन्छ। रुख चढ्ने पनि वेलनेस एक्टिभिटी हुन्छ। नेपालमा सजिलो पहिला अभ्यास गरिन्थ्यो र मानसिक रोगलाई सन्तुलनमा राख्ने त्यसको अभ्यास हुन्छ। तपाईँ सुरेली खेलेर दैनिक 6 पटक चढ्नुभयो भने मानसिक रोग शान्त हुँदै जान्छ। तपाईँलाई मन आत्तिने त्यस्तो समस्याहरू समाधान हुँदै जान्छ। यस्ता धेरै चाहिँ हाम्रो प्राचीनतम र इन्डिजिनियस नलेज हामीले बिस्तारै बिर्सदै गएका छौँ। त्यसलाई हामीले जोड्दैछौँ आरोग्य पर्यटनको माध्यमबाट। नेपालमा खानेकुरा खाने पनि मिति हुन्छ। वैशाखबाट चैतसम्म विभिन्न मितिमा विभिन्न खानेकुराहरू दिन्छ। त्यो खानेकुराको पनि एउटा आरोग्यसँग सम्बन्ध छ। हामीले धानको पहिलो पुला पनि हिमालतिर फर्केर चुन्छौँ। कृषि आफैमा संस्कृति हो र कृषि खानेकुराबाटै आरोग्यको सुरुवात हुन्छ। आरोग्य खाना भनेर नयाँ ब्रान्डिङ गर्नु पनि जरुरत छ। आरोग्य रेस्टुरेन्ट, वेलनेस रेस्टुरेन्ट भनेर नयाँ प्रकारको ब्रान्ड हामी सुरु गर्न सक्छौँ। यस्ता धेरै चिजहरूमा काम गर्न सक्छौँ जसलाई हामीले आरोग्य रणनीतिमा समेट्दै गइरहेका छौँ। यसमा पनि म साथीहरू विशेष गरिकन आरोग्यसँग सम्बन्धित व्यवसाय गरिरहनु भएका पर्यटन व्यवसायहरूसँग विशेष रूपमा नजिक रहेर काम गर्न चाहन्छु र तपाईँको फिडिङ पनि म लिन चाहन्छु। म तपाईँलाई त्यो निवेदन गर्न चाहेँ। र नेपाल कस्तो देश भन्दा मैले धेरै ठाउँमा भनेको छु, नेपालको माटो नटेको भने देवता पनि देवता हुँदैन। हाम्रो हिन्दू, बौद्ध, जैन र दक्षिण एसियाई भूगोलमा उत्पत्ति भएका अधिकांश ईश्वरहरूले नेपालको भूमि टेक्ने गर्छन्। गुरु पनि गुरु हुँदैन। अहिले सतगुरुजी पाल्नु भएको छ नेपालमा, उहाँ पनि नेपालको जमिनकोलाई भोग्न आउनुभयो। नेपाल आफैमा पवित्र भूमि हो। केही वर्ष पहिलेसम्म करिब 50-60 वर्ष अगाडिसम्म पनि धेरै बौद्ध भिक्षु रिम्पोछेहरू काठमाडौँ उपत्यकालाई उल्टिँदा पाप लाग्छ भनेर 4 भन्ज्याङबाटै ढोगेर निस्किनुहुन्थ्यो। काठमाडौँ उपत्यकालाई उल्चिन पनि पाप लाग्छ भन्नुहुन्थ्यो। त्यति पवित्र भूमिमा हामी छ। यो पवित्रतालाई हामीले कसरी पर्यटन क्षेत्रसँग जोड्ने, यसको कसरी ब्रान्डिङ गर्ने त्यो बुझ्नु जरुरी छ। हामीले त्यो गरेर देवभूमि नेपालको परिकल्पना गरेको हो, जसले अब त्यो तीर्थाटन भन्ने बित्तिकै कतिमा पैसा नभएका वा थोरै पैसा खर्च गर्ने पर्यटक मात्रै आउँछन् भन्ने हुँदैन होइन। जति धेरै पैसा कमाउँदै गयो मान्छे उति धार्मिक हुँदै पनि जान्छ। तपाईँहरू पनि धेरै धार्मिक हुनुहुन्छ, मलाई थाहा छ होइन। त्यसो भगवान्को मूर्ति देख्नु भयो भने यसो गरिहाल्नु सबलाई थाहा छ। त्यो भएर यसमा सबै चिज जोडिन्छ भन्ने बुझ्नु होला। र नेपाल यस्तो भूमि हो होइन, यो चाहिँ नेपालमा को छिरेन भन्नुहोस् क्या। नेपाल हिन्दू वैदिक परम्पराका सम्पूर्ण ऋषिमुनिहरू नेपाल हुँदै हिँडेका बाटोहरू हामीलाई थाहा छ नि त। तपाईँको सम्राट अशोक नै लुम्बिनी छिरेर काठमाडौँसम्म आइपुग्नु भयो, उहाँ हिँडेको बाटो कुन होला। त्यसैले हामीले प्रसिद्ध भिक्षुहरू ऋषिमुनिहरू हिँडेको बाटोलाई पनि हामीले एउटा धार्मिक रूपमा व्याख्या गर्ने काम गरिरहेका छौँ। यसले पनि हामीलाई के लाग्छ भन्दा धार्मिक पर्यटनलाई अन्त पनि भुलाउन सकिने र उनीहरूको लङ्गिभिटीलाई बढाउन सकिने, इष्टलाई बढाउन सकिने प्रकारका कार्यक्रमहरू ल्याउन सक्छौँ। म त निवेदन गर्न चाहन्छु।